वाकको क्रममा बिहान भैँसीपाटी आवास क्षेत्रभन्दा पनि त धेरै माथि पुग्छु नि है। हिँड्नु पनि एउटा बानी हो। बिरामी भएपछि नुहाइनी हुँदै हुँदैन बिहान बिहान है। मैले चाहिँ लगभग त्यो सल्लाहघारीतिर आइरहेको छु है। अब म यो अगाडि आउँदै कस्तो के छ कस्तो रमाइलो छ बिहान बिहान खुलिरहेको छ है। ऊ त्यो सल्लाहघारी हो जुन मैले देखेर आएको छु है। त्यो चाहिँ सल्लाहघारी हो। एकदम रमाइलो छ। बिहान प्रत्येक दिन आउँछु। म लगभग चाहिँ 6:30मा सधैँ आउँछु। अहिले त जम्मा है 26 भएको छ। यो ठाउँ पनि असाध्यै रमाइलो छ। यसरी म हेर्छु त्यहाँ मन्दिर पनि छ है। यहाँ हिँडेर आइपुग्दाखेरि साह्रै रमाइलो हुन्छ। त्यो मजा है। मलाई चाहिँ यो हिँड्ने असाध्यै सौक यो बानी मजा लाग्छ क्या। आफ्नो बानी देखेर आफैलाई है। अब म यहाँबाट ठ्याक्कै भित्र बस्छु है। अनि यहाँबाट भित्र पसेर अनि फेरि त आएकै बाटो ओर्लिन्छु। कस्तो रमाइलो छ है। ए माथि भैँसीपाटी कम्प्लेक्स छ है। ल अब म अगाडि बढ्छु है। शुभ बिहानी भन्छु। सबैको जय होस्, सबैको मङ्गल होस्। हिँड्ने गर्नुहोस् है। हिँड्दाखेरि रक्त सञ्चार प्रणाली राम्रो हुन्छ, रगत पातलो हुन्छ, मुटुलाई फाइदा गर्छ, ओक्सोलाई फाइदा गर्छ है। अनि गर्छ नसाहरू तन्किन्छन्। त्यसले गर्दाखेरि मर्निङ वाक चाहिँ गर्नुपर्ने हुन्छ बिहानमा। दिनभरि स्फूर्त हुन्छ है, ताजा हुन्छ है। ल थ्याङ्क यू।